तपाईँको खाली खानी र खुवाउने मात्रै मान्छे भएपछि भ्रष्टाचार कसरी घट्छ यार? तपाईँ मलाई बताउनु त। त्यसको लागि त तपाईँ प्रधानमन्त्री हुनुभएको छ, मन्त्री हुनुभएको छ, पहिला तपाईँले भ्रष्टाचार गर्नु भएन नि। भ्रष्टाचार गरे बापत प्रधानमन्त्रीले कतिजनालाई कारवाही गरे अहिलेसम्म? ल मलाई सुनाउनुहोस्। भ्रष्टाचार गर्यो मेरो कर्मचारीले, मेरो मन्त्रीले भनेर कतिलाई कारवाही गरे? कतिवटा मन्त्रीले आफ्नो कर्मचारीलाई कारवाही गरे भ्रष्टाचार गर्यो भने? आफू त गर्दैन, तर अरूले गरे। हैन, कतिवटालाई गरे त? मलाई सुनाउनु न। कहीँ सुन्नु भएको छ तपाईँले? खै न्युजमा हो त। अनि यो देशमा सबैले भ्रष्टाचार छ भन्छ। बलात्कारदेखि यौनजन्य क्रियाकलापमा लिप्त भएका नेता कार्यकर्ता, त्यो प्रधानमन्त्री पनि भन्छ भ्रष्टाचार छ भन्छ, त्यो मन्त्री पनि भन्छ भ्रष्टाचार छ भन्छ, तर एउटालाई पनि कारवाही गरेको छैन। अनि अख्तियारले मात्रै कारवाही गर्न सक्छ। एउटा सानो बुकुरे कार्यालयले, ऊ त्यहाँ एउटा चाहिँ नक्सालमा एउटा बुकुरे कार्यालय छ, त्यसले मात्रै यो देशको टोटल भ्रष्टाचार बढार्न सक्छ। पहिला त तपाईँ प्रधानमन्त्री हुनुहुन्छ, मन्त्री तपाईँ हुनुहुन्छ भने तपाईँले भ्रष्टाचार रोक्नु पर्यो नि। भ्रष्टाचार गरेकालाई तपाईँले तल कारवाही गरेको हुनु पर्यो नि। दण्ड र पुरस्कारको व्यवस्था तपाईँले आफ्नो मन्त्रालयमा, आफ्नो कन्स्टिट्युएन्सीमा, आफ्नो ठाउँमा गरेको हुनु पर्यो नि प्रधानमन्त्री भइसकेपछि। त्यो चाहिँ तपाईँ मरिगइन नगर्ने, पाएसम्म खानी र खुवाउने, अनि अख्तियारले गरेन भनेर अख्तियारका मात्रै टाउकोमा हालेर भ्रष्टाचार नियन्त्रण हुँदैन। त्यस कारणले नभएको भ्रष्टाचारी भएर भ्रष्टाचार नभएको। हस्, यहाँको महत्त्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद। धन्यवाद, थ्याङ्क यू।